सबैमा नमस्कार भन्न चाहन्छु। म अहिले गुल्मी दरबार गाउँपालिका वडा नम्बर 1 टारीमा छु। यहाँ उभिएर पुराना दिनहरू सम्झँदा मन कसरी कटक्क परेर आउँछ। पहिले हाम्रा बाबु बाजेका पालामा गहुँ रोप्दा, धान रोप्दा र मकै छर्दा 6-7 हल गोरु नारेर गरिन्थ्यो। ठुलो नारामा जोडेर जोत्ने गरिन्थ्यो। गोरुहरूको होइ होइ राकोले पुरै टारीको फाँट गुन्जिन्थ्यो। माटो उछिट्टिएर आकाशतिर उठ्थ्यो र किसानहरूको पसिनासँगै खेत तयार हुन्थ्यो। यो केवल खेती होइन, माटोसँगको केवल प्रेम हो। त्यसपछि हातले नै मकैका दाना छर्ने, धानका बिरुवा रोप्ने र गहुँ छर्ने गरिन्थ्यो। रोपाइको दिनमा गाउँका युवा युवतीहरू खेतमा झुलेर गीत गाउँदै रोप्थे। गीतहरूको लयसँगै हरिया धानका बिरुवाहरू माटोमा गाडिन्थ्यो। सबैजना मिलेर हाँस्दै गाउँदै एकअर्कालाई सहयोग गर्दै काम गर्ने गर्थ्यौँ। यति सुन्दर र आत्मीय थियो कि केवल खाना उत्पादन गर्नु मात्र थिएन, यो त जीवनको एउटा पवित्र उत्सव थियो। तर ती सुनौला दिनहरू अब सम्झनाको गहिरो कुनामा मात्र बाँकी रहेका छन्। अहिले यस्तो जमाना आयो कि गहुँ काट्ने पनि ट्र्याक्टर, गहुँ झाँट्ने पनि ट्र्याक्टर, सबै ट्र्याक्टरको काम आयो। काम गर्दा हाम्रा बाजे बजैले दिनभरि गोरु जोतेर घाममा पसिना बगाउने गर्थे। त्यही काम आज एउटा सानो ट्र्याक्टरले केही घन्टामै गरिदिन्छ। ट्र्याक्टरको चर्को धडधड आवाजले अब गोरुको सम्झना हरायो। यो सजिलोपनले हामीलाई धेरै सुविधा दिएको छ, तर हामीले एउटा अमूल्य सम्पदा गुमाएका छौँ। हाम्रा पुर्खाहरूको यो मेहनतको संस्कृति माटोसँग थियो। गहिरो आत्मीयता, हलो जुवा गोरु जोडिएको परम्परा हरायो। टारीका खेतहरू अझै हरिया छन्, धान लहराउँछन्, मकै फल्छन्, गहुँ फल्छ। तर ती खेतहरूमा अब हाम्रा बाजे बजैहरूको पसिना, गन्ध, उनीहरूको माया र आत्मीयता छैन। ट्र्याक्टरले खेत जोते पनि माटोसँगको यो पुरानो प्रेम र सम्बन्ध ट्र्याक्टरले कहिल्यै दिन सक्दैन। ती दिनहरू सम्झँदा आँखा रसाउँछन्। 4-5वटा 6-7वटा गोरु नारामा जोडेर जोत्ने बेलाको ऊर्जा, रोपाइको मिठो गीत, सामूहिक हाँसो र माटोसँगको त्यो जीवन सम्बन्धको आवाज आधुनिकतामा बिस्तारै हराउँदै गएको छ। हामीले सजिलोपन पायौँ, तर पुर्खाहरूको त्यो अमूल्य जीवन संस्कृति गुमायौँ। टारी, तिमीले हामीलाई सिकाएको यो पाठ कहिल्यै नबिर्सौँ। खेती भनेको केवल उत्पादन गर्नु होइन, यो त माटोसँगको हाम्रो गहिरो प्रेम हो, पुर्खासँगको आत्मीयता सम्बन्ध हो र जीवनसँगको एउटा पवित्र सम्झौता हो। अझ पनि जब टारीको फाँटमा उभिन्छु, मनले बारम्बार सोधिरहन्छ, हामीले जति सजिलो रोज्यौँ त्यति नै हाम्रो जरा माटोसँग कमजोर हुँदै गएको त छैन? हस्त, धन्यवाद।